फेरि पनि हनीकम इन द हाउस। अब चाहिँ हनीकम बनाउँदैछु है म। बल्ल बल्ल हुन थाल्यो ज्यादा बल्ल बल्ल बनिन थाल्यो। मुस्किल यो काम चाहिँ बहुतै मुस्किल। यति चाहिँ हुँदैछ, दामी दामी हुँदैछ नि हो। सेतो देख्दैछ त, यो सेतो चाहिँ नि क्यामेरामा यस्तो भएको मजाको चिरुम चिरुम हुँदैछ। एक दुईवटा चाहिँ अघि बिग्रियो, एक दुईवटा भन्दा पनि 4-5वटा चाहिँ बिग्रियो। त्यो चाहिँ मैले बाहिरको कुरालाई दिइहालेँ। अनि अहिले एकैचोटि बनाइसकेर भेट्यो मलाई। बाई बाई। गेस्टले मागेको छौ के खाने है? ओइ हामी यो चाहिँ जबरजस्ती एडप्ट हुन्छु भनेर बसेको हो यिनीहरू चाहिँ हो। अनि यो चाहिँ मैले बनाइसकेको छु, एकदमै दामी र मिठो भएको छ। अलिकति सानो प्लेट छ, त्यो चाहिँ मैले बनाएर बाहिर कुकुरहरूलाई दिनको लागि राखेको। यिनीहरूले पनि माग्छ, एउटा हात उचाल्छ यसरी हो, यसरी हात उचाल्छ अनि ट्यालेन्ट देखाएर मागेर खान्छ। के खाने यस्तो छ होइन हाम्रो बाटो। ओह्रालो ओह्रालो। अनि दुइटा यहाँ बडीगार्ड छ। यता अगाडि चाहिँ पाछे हुनुहुन्छ, बिचरा पाछेले बिहान अब बेसी त बोक्नु सक्दैन कि, तर एउटा भए पनि ल्यायो भने पनि कता कता नि त्यो राति चोर्नेहरूलाई त एउटाले भए पनि उनीहरूलाई त उनीहरूको त्यो अनि घरहरूमा मान्छे नभएको बेलामा होइन, औसाने नपाएको बेलामा चाहिँ मान्छेहरू चाहिँ रातितिर चाहिँ कुनै मान्छे चाहिँ के हुन्छ कि आफ्नै गाउँठाउँमा पनि चोरेर त्यो चोरेकोले पुग्नु त पुग्दैन नि। तर पनि अब यो हो कि यहाँबाट चाहिँ यो बाटो चाहिँ नजिक पर्छ हो, हुँदो रहेछ। आज चाहिँ भात, भेन्डी, आलु, हरियो खुर्सानी, सुँगुरको मासु। लाउ झन् पोख्नु गयो। त्यो पैसाको ब्याग राख्दैछ हो। यो चाहिँ चाहियो भने तपाईँलाई माग्न सक्नुहुन्छ है। यहाँनिर पैसा छ। यो चाहिँ अब हामी पिकनिकको लागि चाहिँ पैसा उठाउने काम चाहिँ मेरो हो। उहाँहरू चाहिँ पैसा निकाल्नु हुने, म चाहिँ पैसा उठाउने, उता चाहिँ गीत गाउनु हुने। उहाँ चाहिँ पैसा गर्नु हुँदैछ। हेर ब्ल्याकमा काम गर्छ ऊ चाहिँ। वान्टेड। हाई गाइस, हिजो चाहिँ मैले पिकनिकको माथि पैसा जाँदै गरेको मैले देखेको थिएँ र यो चाहिँ पिकनिक कम फेयरवेल जस्तै हो। अनि यो चाहिँ हाम्रो एकजना स्टाफ चाहिँ ट्रान्सफर लिएर गएको छ, उसको लागि चाहिँ यो सानो यसलाई के भन्छ सोभेनियर जस्तै हो। अनि अहिले चाहिँ बेलुका चाहिँ प्याकिङ गर्दैछौँ, किनभने भोलि चाहिँ हाम्रो पिकनिक कम फेयरवेल हो। अनि अहिले लाइट पनि छैन। अनि प्याकिङको जिम्मा चाहिँ मेरो छ हो। सो उसकोमा अरू त सबै छ। अनि अब गिटारहरू भयो, अरू त सबै छ। अनि यो चाहिँ हाम्रो तर्फबाट चाहिँ सानोभन्दा सानो टोकन अफ लभ भन्छ नि त, रात बोल्यो है। अनि उसलाई चाहिँ म्युजिकपट्टि ऊ चाहिँ एकदमै राम्रो सिङ्गर हो, सबैले चिनेको सिङ्गर हो। यो चाहिँ हिमको लागि, हिम तिमीले चाहिँ यो बजाएर चाहिँ एकपल्ट गीत गाएर चाहिँ हामीलाई पठाउनु पर्ने हुन्छ। हुँदो रहेछ यो पिक भयो, स्ट्रिङ भयो, यो ह्यान्डल है, ह्यान्डल हो। अनि थुप्रै के चाहिँ छ। नै भन्दै अहिले चाहिँ राख्छु, किनभने निकै लामो टाइमसम्म हुन्छ। भोलिको पनि अब भिडियो बनाउनु पर्ने हुन्छ, पिकनिकको पनि निकै लामो हुन्छ त्यसै। अनि यस्तो भएको छ हाम्रो प्याकिङ चाहिँ। आगे त न अहिले यस्तो हुनुहुन्छ। आज हामी पिकनिकमा जाँदैछौँ, अहिले यस्तो हुनुहुन्छ। बिफोर एन्ड आफ्टरको देखाउँछ है भरे। मर्निङ। अनि आज चाहिँ हाम्रो फाइनली पिकनिक डे हो। सो अहिले हामी सबै भेला भएर
भेला भएर एकअर्कालाई पर्खापर्खी गर्दाखेरि एक्ज्याक्ट टाइम चाहिँ हाम्रो 7:30 थियो, तर अब हामी निकै ज्यादा छौँ। अब त्यसले गर्दा चाहिँ कल गर्दा निस्किँदा कसो ढिलो हुन्छ, कसो निकै टाढो बढाउनु पर्ने हुन्छ। अनि त्यसैले चाहिँ हामी चाहिँ अब फाइनली 8 बजी चाहिँ लाग्दैछौँ। अनि तपाईँलाई के हुन्छ, कसो हुन्छ, कसरी इन्जोय गर्छौँ, तपाईँलाई छोटो छोटो क्लिप राख्ने छु। आई होप तपाईँहरू पनि हेरेर इन्जोय गरिदिनुहुन्छ होला भनेर। बाई बाई, अहिले भेटौँ। अनि यस्तो छ बिजोक, हेर्नुहोस् न, यस्तो छ बिजोक। यो चाहिँ लेटर अफ एप्रिसिएसन। यो चाहिँ हाम्रो जुन चाहिँ फेयरवेल हुने भाइको लागि हो। सो यहाँ चाहिँ सरको सिग्नेचर गर्नुको लागि चाहिँ यो चाहिँ मेरो जिम्मामा थियो। अनि गाडी फाइनली आज अरे तपाईँले आज चाहिँ भन्नुभयो, अघि आज चाहिँ भन्नु पर्यो नि। फाइनली अब चाहिँ हामी सबै भेला भएर हिँडिसकेको छौँ आफ्नो गन्तव्यतिर। सबै गाडीमा सबैले आफ्नो आफ्नो बुलेटहरू लगाइसकेको छ, एमोहरू लगाइसकेको छ। र अहिले बिफोर चाहिँ यस्तो छ हो सबैजनाको। र आफ्टर पिकनिक चाहिँ कस्तो हुन्छ म तपाईँलाई भरे बिचमा देखाउँदै गरेको हुन्छु। अहिले जानु चाहिँ सबै हाँस्दै जाँदैछ होइन, भरे बोल्नु नसक्ने भएर आउँछ नि तपाईँलाई। म त्यो पनि छोटो देखाउँछु, सबैको देखाउँदैन भनेर मार्छ होला हो, किनभने सबैको आफ्नो आफ्नो प्राइभेसी हुन्छ। अनि अलिक चाहिँ देखाउने छु ल सबैको। आधी पछाडि हुनुहुन्छ, आधी अगाडि हुनुहुन्छ। ए यता के हुनुहुन्छ सेमरो खोजेको नि पाएन नि, अर्को चल्दैछ। यो चाहिँ एकदमै दामी दामी हो। टेबल अगाडि नै त्यहाँनिर खाइसक्नु भएको होइन, त्यहाँ त टेबल अगाडि नै। बिन बोलाए मेहमान। आज चाहिँ हाम्रो चाहिँ फ्री बर्थडे को बर्थडे चाहिँ यहाँनिर गेट टुगेदर गरेको बेलामा चाहिँ केक आज हाम्रो ब्रेकफास्ट रामदेव बाबा भर्जन 2 हुनुहुन्छ उहाँ चाहिँ हो। वाउ नाइस लुक्स। आधी घन्टा अन्त दिँदै हो अब। डाइटमा सुकेको खानु पर्यो। के खानुभयो? चिकन फिस। तिम्रो के छ देखो देखो? बन्न सकेको छ यो भएर पानी पर्छ भनेर सबै मान्छेहरू चाहिँ एडभान्स नाच्नुहोस् न, नाच्नुहोस् न। सर्च गर्ने रेडी गर्नुहुँदैछ तपाईँलाई को कोलाई यो यता फर्काइदिनु अरे मपट्टि फर्काइदिनु नि। पकड नम्बर 1 को छ? पकड नम्बर 1 हो। तपाईँ के लिन चाहनुहुन्छ त्यसमा? कति दुःखको मात्रै लागेपछि चाहिँ नि मान्छेहरू चाहिँ बेहोस भनेर चाहिँ त्यसै भनेको नि
खान्छ यो अब कसले त खाइदिएन रहेछ अन्त एकजना त खानु पर्यो एकजना त खानु पर्यो नि बिचारा वेस्ट हुन्छ नि त के त पैसा त है हजुर सर नचले काटेछ ठुलै मुख चल्नु पाउँदैन है नेपाली हो इङ्ग्लिस भने त नेपाली मुभी तर यस्तो गर्न सक्दैन नि है नो आजको विनर चाहिँ हामी भयो रिवार्ड चाहिँ कसको रिवार्ड चाहिँ पाउँछ भने चाहिँ तर यस्तो पनि गर्छ कसैले छ हो अनि यो मेरो यो चाहिँ यो गेटअप चाहिँ यो र यो चाहिँ मेरो सनी डेको लागि थियो भए चाहिँ यो चाहिँ मेरो रेनी डेको लागि हो अनि मैले तपाईँलाई भनेको थिएँ बिफोर र आफ्टरको फोटो राख्छु भनेर तर अब सबैको प्राइभेसीको पनि रेस्पेक्ट गर्नै पर्ने हुन्छ है अनि यतिमै राख्दैछु म र इफ बिचमा दामी हेर्नुहोस् न डान्स हुन थाले दामी क्लिपहरू भेटेर चाहिँ म तपाईँलाई राख्छु नभए चाहिँ कहाँको त थियो भिडियो राख्न चाहन्छु बाई बाई थ्याङ्क यू फर वाचिङ